हेलो गाइस, गुड मर्निङ, नमस्ते। तपाईहरु सबैजनालाई फेरि पनि मेरो डेली भ्लगमा स्वागत छ। सो गाइस है, अहिले भने चाहिँ खानासाना पाकिसकेको छ अनि म भने चाहिँ यहाँनिर अब चाहिँ लन्चको लागि तयारी नानीहरुको लागि हो। यहाँनिर चाहिँ आटा मुसेर रेडी छ पुरी बनाउनको लागि हो। अन्त अब चाहिँ म चाहिँ पुरी बनाउन आँटेको छु। यहाँनिर चाहिँ अब डो काटेर डल्लो बनाउँदैछु अनि म चाहिँ अब पकाउँछु। यसलाई मजाले बेलेर हो, ठुल्ठुलो बनाउनु हुँदैन, सानो बनाउनुपर्छ। नानीहरुको मुखमा अट्दैन, फेरि टिफिनमा पनि अट्दैन नि त। यहाँनिर चाहिँ हेमन्तले चाहिँ बेलिदिँदैछ हो। भयो यत्रो त हुन्छ, सानो अनि म चाहिँ तेल गरम गरेर अब पुरीलाई पकाउनु आँटेको छु। यहाँ चाहिँ हो, म चाहिँ पुरी पकाउँदैछु तेलमा हाल्दै। हेमन्तले चाहिँ बेलिदिँदैछ हो। अन्त यो चाहिँ के भयो, राम्रो फुल्लेन। यहाँ चाहिँ मजाले फुल्यो, कसै मजाले फुल्यो, कसै फुल्लेन। के गाइस, अहिले भने चाहिँ म चाहिँ घरको सबै काम सकेर पनि अब घरदेखि निस्केको, किनभने आज चाहिँ एकछिन गान्तोक जानुपर्ने छ। त्यसले गर्दा एकछिन गान्तोक जान्छु, त्यहाँदेखि चाहिँ आएर तल दोकानमा बस्छु। भाइ चाहिँ अहिले एकछिनबाट आउँछ। म चाहिँ अब चाहिँ घरदेखि निस्केको। बिहान चाहिँ यति बेसी हतार हुन्छ, नानीहरू स्कुल जान्छ नि त, त्यसले गर्दा। र गाइस, अहिले भने चाहिँ हो, म चाहिँ रानीपुलबाट हिँडेँ। म चाहिँ भन्दा पनि मेरो हस्बेन्ड पनि हुनुहुन्छ है। तर गाडी चाहिँ हामीले टाटा स्ट्यान्डमै राखेको छ, किनभने चाहिँ आज चाहिँ हाम्रो गाडी चल्दैन नि त। अन्त र अहिले चाहिँ हामी यहाँनिर बल्ल बल्ल देउराली पुग्नु आँट्यो। यति बेसी बाटोमा जाम भयो कि आज चाहिँ मणिपालदेखि चाहिँ माथि बाइपास आइपुग्नु यति बेसी टाइम लाग्यो। हामी चाहिँ बल्ल बल्ल यहाँनिर ठाडो लाइनको त्यहाँ आइपुगिसकेको छौँ, जाम बेसी भएर। र यहाँनिर ठाडो लाइनको त्यहाँनिर ज्वेलरी दोकानमा सानो काम छ। भन्दा पनि हस्बेन्डले मलाई एनिभर्सरी गिफ्ट किनिदिनु हुने अरे, अनि चाहिँ अर्डर दिइराख्ने आज चाहिँ हो। अनि गिफ्ट चाहिँ के किन्यो भने म एकैचोटि है एनिभर्सरीको दिन देखाउने छु मेरो भिडियोमा। र अब भने चाहिँ म चाहिँ रानीपुलतर्फ लागेको, र हस्बेन्ड भने चाहिँ ड्युटीतर्फ जानुभयो।